पूर्व प्रधानमन्त्रीलाई त खासमा भन्यो भने त्यसरी सेक्युरिटी दिनै हुँदैन थियो त्यो उहाँको यो अहिलेको आन्दोलनले त तर जसरी सेक्युरिटी दिएर केही पनि हुँदैन उहाँको त्यो आउँछ अभिव्यक्ति हामीले मागेको भनेको प्रत्यक्ष कार्यकारीको निर्वाचन हो र प्रत्यक्ष कार्यकारीको निर्वाचन मागेको हुँदा हामीले अन्तरिम संविधान लेखेर हुन्छ कि यो संविधान संशोधन गरेर हुन्छ कि हामी कसरी भन्दा पनि आन्दोलनकारीले माग राख्छ मेरो सुरु दिनदेखि नै यही छ आन्दोलनकारीले माग राख्छ शहीद र घाइतेले देखेको सपना पूरा हुनुपर्छ र यति मात्र भन्न चाहन्छु यतिखेर परिवर्तन जनताले चाहेका छन् हामी युनाइटेड हुनुपर्छ र कसैले कसैलाई आरोप प्रत्यारोप धेरैजना व्यक्तिहरू अगाडि पछाडि हिँड्ने आज साँच्चै भन्न चाहन्छु छिमेकीको एउटा काकाले सहयोग गर्न पाइरहेको छैन राजनीतिक दलको कार्यकर्ता भएको कारणले यस्तो परिस्थितिमा हामी कसैलाई समाजमा भएका व्यक्तिहरूलाई कसैलाई पनि हामी खण्ड विखण्ड गर्न चाहदैनौँ सबै नेपालीलाई त्यतिखेर युनाइटेड गर्ने हो र सबै नेपाली एकजुट हुनु विज्ञ टोली मार्फत 15-20 दिनमा एउटा मस्यौदा तयार गरेर यो चुनाव गराएर अनि फेरि संविधान लेख्दा पनि केही फरक पर्दैन यो देशमा भनेको संविधान कानुन भन्ने कुरा के हुन्छ भने जनताले बनाउने कानुन हो क्या जनताले मानेको कानुनको कानुन त कानुनले जनतालाई